बारबेक्यू दाइले बनाउँदै हुनुहुन्छ यो चाहिँ एकदमै जस कोरियामा चलेको एकदमै यो यसलाई चाहिँ सामिसु रक्सी भन्छ यो चाहिँ एकदमै हजुर यो एकदमै चलेको ब्रान्ड हो सो आजको दिन चाहिँ जस एकदमै सल्लाल विशेष दिन जस बुफ्यो हामी आइसक्यौँ यो के हो रे यो किम्ची होइन त्यो मासु थाहा भएन मैले ल्याएको आज जस एकदमै रमाइलो हुन्छ आजको पार्टी विशेष नै हुन्छ हाम्रो घर परिवारले भोट सो यो चाहिँ के भन्छ यसो है यो चाहिँ थाहा भएन ह्याप्पी न्यू इयर ल हेपी सौलाल ह्याप्पी न्यू इयर लास्ट इयर नुन खाँच्यो लेनदेनमा हालिदिएको धेरै भइहाल्छ एकदम घरकै बनाएर खान्छ कि बाहिर खान्छ घरकै जाँडहरू साथीभाइ खान्छ माथिको जाँडको स्टोभ होइन बेरेर सागमा जस यहाँ चाहिँ यस्तरी एकदमै खाने चलन छ निगार हेर्नु पाउँछ छैन पाके खाऊ पाकेर खानुपर्छ है खाऊ थ्याङ्क यू म त एकदम यमी टेस्टी टन्ने भयो हो र म टन्ने भयो के खानु पर्यो म त यतिको दिने बेला छु ओहो खतम गर्नु भएछ नि होइन म खान्छु हो त्यस्ता है पहिला भाइहरूलाई दिनु भने बब्बाल बब्बाल एकदमै मिठो कोरियाको मोमो अरे खाँदैनौ नेपाल गएर आएबाट खाएको थिएन होला नि होइन मेरो रुममा सनग्लास छ यसो छुट्टी मिलाएर आउनु नि आफै काट्नु आफै बनाएको छ यसो पोल्ने मेसिन पनि छ यसो आउनु नि छुट्टी भएको बेला त्यस साइकल किनेर आएको त हामीले कतिमा किन्नुभएको 15 लाख अन्त कहाँ किन्नुभएको त्यही के पाउँछ पाउँछु हो त्योमा छ अगाडि क्या त्यो मार्क अलिकति अगाडि गुड द्याट्स पर्फेक्ट म्यान एकदमै रमाइलो भइरहेछ आज सवालको दिन त्यो पनि चाइनिज मैले किनेको पनि सुँगुरको मासु सङ्गीत थाल भन्छ यसलाई चाहिँ पोलेर सागमा खाने पञ्चर भयो नि मैले किट मगाइसकेको क्या त्यो हाम्रो लुगाले ट्राई गर्दै हुन्छ टालिदिन्छ लु ट्राई गर्नु त एकपल्ट या त सर्भिस त दिन्छ होला नि त सब ट्याग किनेको साइकलको त दिन्छ ट्राई गरेर भन्नु दिँदैन त भाइ मलाई दिँदैन सर्भिस दिँदैन हो र पैसा दिनुपर्छ बनाउन एकदमै दिन्छ है मैले कस्तो छ लुगा भवाल होइन यस्तरी भन्दै थियो यहाँ हाम्रो दाइ हुनुहुन्छ लास्ट ह्यान्डसम दाइ हुनुहुन्छ यहाँ हाम्रो त्यो राम्रो हुनुहुन्छ यहाँ हाम्रो भाइ मासु गर्नु हो यो पैसा कति लिन्छ है पम्प टालेको मामा हुन्छ क्या त्यो भएर कुपन मेरो किट मगाएको थिएँ कस्तो भयो होइन होला ए मलाई 4 चोटि चान्स दियो काम गर गरेन त्यहाँ 5 चोटि चान्स गरेन नि त अब एकचोटि भन्दा चान्स दिनु गरेर विदेशमा हुँदै प्रायः मात्रै हो इन्टरनेसनल भोटिङ हुनु पर्थ्यो भने 100% घन्टीले त्यो जित्नु भन्दा पनि बहुमत ल्याउँथ्यो क्या बहुमत सो गाइज हामी चाहिँ बुफेमा आएर हामीले चाहिँ आज खानेकुराहरू एकदमै जस मजासँगले खाइयो सल्लाल मनाइयो एकदमै रमाइलो भयो
यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ सो एकदमै कस्तो राम्रो राम्रो भयो नि होइन दाइ एकदम बबाल रमाइलो होइन भाइ आजको जस फर्स्ट टाइम एकदम रमाइलो भयो क्या अहिले सो